हर्क सापाङजीले खेप्चो नाक भएको चुच्चे नाकहरूले प्रधानमन्त्री हुन कहिल्यै पनि दिँदैनन् भनेर भन्नुभएको छ हैन। यही विषयमै रहेर म केही कुराहरू गर्न खोजिरहेको छु। सबैजनाले यो भिडियोमा साथ दिनु होला र तपाईहरुलाई लागेको कुराहरू यो भिडियोमा चाहिँ कमेन्ट गर्नु होला। म हर्क सापाङ सम्माननीय मेयर साहब हर्क सापाङज्यूलाई के अनुरोध गर्न चाहन्छु भने सबैभन्दा पहिला लिडर हुनको लागि कमी कमजोरीहरूको आलोचना गरेर कमी कमजोरीको सुधार गरेर त्यो मान्छेलाई सुधार गरेर एउटा ट्र्याकमा ल्याउने व्यक्ति नै एउटा लिडर हुन्छ। त्यो लिडर देशको लागि होस् या कुनै पनि संगठनात्मक संरचनाको लागि होस् या कुनै पनि पार्टीको एउटा गृह संरचना होस्, जुनसुकै ठाउँमा पनि एउटा लिड गर्ने व्यक्तिको फोकस र दूरदृष्टि लामो हुनुपर्छ। तपाई जस्तो सानो सोच र सानो सोचाइले देश बन्छ भन्ने कुराहरू मलाई लाग्दैन। यसो भन्दै गर्दा श्रम संस्कृति पार्टीका केही समर्थकहरूले गाली गर्ने त पक्कै पनि हुन्, तर पनि यो भिडियोलाई अन्तिमसम्म हेरेर तपाईहरुको दिमागमा केही घुस्छ भने त्यही अनुसारको कमेन्ट गर्नु होला। र मेरो फेरि पनि हर्क सापाङजीलाई 100 मा 100% समर्थन छु र म उहाँको एकदम नै फ्यान पनि हो र म त्यो फ्यान सदा लाइभ भरि रहिरहने कुराहरू। तर मेरो उहाँलाई एउटै अपिल के हो भने देश बन्नको लागि एउटै हर्क सापाङले पनि सम्भव छैन, एउटै रवि लामिछानेले पनि सम्भव छैन र एउटै बालेन्द्र शाहले पनि सम्भव छैन भने एउटै कुलमानले पनि चाहिँ सम्भव छैन। देशमा चाहिँ 36 वर्षसम्म जडा गाडेर राखेको राजनीतिको हैन, राजनीतिलाई तहस नहस र ती भ्रष्टाचारीहरूलाई तहस नहस पार्नको निम्ति तपाई सम्पूर्ण गिन्तीमा आउने राम्रा अनुहार 2-4 जनाहरू एकजुट भएर अगाडि बढ्न एकदम नै अपरिहार्य छ। यो देशको लागि नभई नहुने कुराहरू। त्यो भएको कारणले गर्दा सम्माननीय हर्क सापाङज्यू यसरी विरोध गर्दै लड्दै समयलाई चाहिँ खेर फाल्नु भन्दा सबैभन्दा पहिला तपाईले मिलेर देशको हितको बारेमा कुरा गरेर हितमाथि चाहिँ आफ्ना एजेन्डाहरू त्यहाँ राखेर हैन, उहाँहरूले चाहिँ कुनै पनि गलत या कमी कमजोरी गरेका छन् भने त्यो गलत कमी कमजोरीहरूलाई औण्याउँदै र ती गलत कमी कमजोरीहरू सच्याउन बाध्य गराउँदै देशको लागि सच्चा र निस्वार्थ व्यक्ति बनाएर अगाडि लैजाने क्षमताको पनि विकास तपाईमा हुनुपर्छ। तब मात्र तपाई एउटा लिडर बन्नुहुन्छ। म तपाईलाई फेरि पनि अनुरोध गर्दछु, यदि देशको लागि सच्चीकै तपाईमा माया छ, देशको माटोको माया छ र देशलाई साँच्चीकै विकास र निकास भएको भ्रष्ट मुक्त भएको र देशले शरम गरेर सबल बनेको हेर्न चाहनुहुन्छ भने तपाईले मिल्न जरुरी छ र मिलेर एउटा कुराहरू सबै कुराहरू सम्भव गराउनको लागि तपाईले एउटा त्यहाँ तपाई मिल्नु भयो भने तपाई खबरदारीको रूपमा पनि तपाईले त्यहाँ चाहिँ उपस्थिति जनाउँदा अझै हामीलाई राम्रो हुन्थ्यो भन्ने हामी जनताहरूको एउटा विश्वास पनि हो। त्यो भएको कारणले गर्दा हामीले अति नै विश्वास गरेका पात्रहरू हो तपाईहरु। हाम्रो चाहना हामीले चाहिँ नेपालको परिप्रेक्ष्यलाई हेर्ने हो भने अहिलेसम्मको जुन राजनीति हामीले हेरेका थियौं त्यो राजनीतिलाई निहाल्दै अहिलेको यो अवस्था तपाईहरुले जुन अवस्था चाहिँ ल्याउनु भएको छ, जुन सिर्जना सिर्जित गर्नु भएको छ, जुन मानसिकता र कन्सेप्ट ल्याउनु भएको छ, त्यो कन्सेप्टमा नेपाली जनताको त 100% समर्थक छ नि। तर हर्के सापाङज्यू तपाईले चाहिँ विरोध गर्ने शैली र तपाईले गर्नुभएको त्यो नीति मात्र जनताहरूले मन पराएनन्। यसमा तपाईलाई आलोचना भयो, त्यसमा चाहिँ दुख र खेद मनाउनु पर्ने अवस्था नै छैन। फेरि पनि समय छ, फेरि पनि तपाई एउटा लिड गर्ने क्षमता तपाईमा छ भने तपाई लिड गर्नुहोस्। गलत र कमी कमजोरी नहुने एउटै रुखमा फलेको फल त कोही सडिन्छ, कोही गल्छ, कोही झर्छ, कुहिन्छ भने यत्रो 3 करोड नेपाली बस्ने नेपाल देशमा त सबै राम्रो हुन्छन् भन्ने कुराहरू हुँदैन नि त। सबैलाई मिलाएर लैजाने व्यक्ति नै राम्रो हो। सबैले कमी कमजोरीको आलोचनाप्रति आलोचना गरेर उनीहरूलाई खबरदारी गरेर उनीहरूलाई सुधार गरेर लैजाने व्यक्ति नै लिडर हो। त्यही भएर तपाईमा यदि त्यस्तो लाग्छ रवि लामिछाने बालेन्द्र शाहहरू देश बेच्दैछन् भन्ने लाग्छ भने तपाई लिड गर्नुहोस् न। उहाँहरूलाई चाहिँ कारबाही गर्न नेपाली 3 करोड जनता समक्षमा खबरदारी गरेर तपाईहरु ल्याउनुहोस्, हामी कारबाही गर्छौं। उहाँलाई देश निकाला गर्ने क्षमता हामी 3 करोड नेपाली जनताहरुमा छ। हामी यति पनि भन्न चाहन्छौं।
होइन भने हावातालमा चुनावी एजेन्डाहरू विरोधी शैलीमा एजेन्डा कसेर चाहिँ जनतालाई भ्रम छर्ने र जनतालाई चाहिँ अन्यलमा पारेर जनतालाई उल्लु बनाउने काम गर्न छोडिदिनुहोस्। तपाईँ यदि साँच्चीकै देशप्रेमी र राजनेता हो भने मिलाएर चाहिँ लिड गरेर जानुहोस्। तब हामी हर्क सापाङ भनेर जय जय भन्छौँ। त्यो क्षमताको विकास गर्नुपर्छ लिडरले, होइन भने हावातालमा कुर्लिने रे त्यो देशघातक तरिका, त्यो देश विरोधी जनता विरोधी व्यक्ति हो भनेर हामी नेपालीहरूले पनि सम्झिनुपर्छ। त्यो चाहिँ कसैको विरोध गरेर जनताहरूलाई उल्लु बनाएर चाहिँ मै ठुलो भन्ने एउटा प्रवृत्ति जो हुन्छ नि, त्यो प्रवृत्तिले देश बन्दैन। देश बनाउनको लागि नेपाली जनताहरूलाई समेट्न जरुरी छ। नेपालका चाहिँ केही गर्न खोज्ने व्यक्तित्वहरूलाई समेट्न जरुरी छ। यदि समेटेन भने म आफै हुँ भन्ने कुराहरू दम्ब लिएर अगाडि बढ्छ भने त्यो राजनीति सफल हुँदैन। यो कुराहरू हर्क सापाङज्यूले हेक्का राख्न जरुरी छ। म फेरि पनि अन्त्यमा उहाँलाई चाहिँ के अपिल गर्न चाहन्छु भने देशको राजनीतिको बागडोर तपाईँ नै लिड गर्न चाहनुहुन्छ भने पनि तपाईँले मिल्न जरुरी छ। तपाईँका एजेन्डाहरू के हुन् राख्नुहोस्, त्यो प्रक्रियामा चाहिँ गठबन्धन गर्नुहोस् र देशलाई चाहिँ सबल पार्नको निम्ति तपाईँ एउटा क्रान्तिकारी जुझारु नेता भएरै त्यो ठाउँमा गएर चाहिँ तपाईँ लड्नुहोस् न। हामी 3 करोड नेपालीहरू तपाईँलाई जुरुक्क उठाएर प्रधानमन्त्रीको कुर्सीमा राखिदिन्छौँ। यो कुराहरू पनि हेक्का राख्नु होला। होइन भने खाली कार्यक्रममा कुर्लिएर आरोप लगाएर दुनियाँदी गरेर केही पनि हुनेवाला छैन। आरोप लगाएर यो समय बर्बाद गर्नु हो, समय खेर फाल्नु हो। त्यो भएको कारणले गर्दा निष्पक्ष ढङ्गबाट स्वच्छ तरिकाले सोचेर सबैलाई मिलाएर जान सक्ने हर्क सापाङसँग क्षमता छ भने यही नै सबैभन्दा विकल्पको कुरा हो र यो गर्नु अति नै आवश्यक छ। देशलाई माया गर्ने, नेपाली जनतालाई माया गर्ने नेताले लिड गर्छ। त्यही लिड गर्न सक्ने क्षमताको तपाईँले विकास गर्न जरुरी छ। यो विरोध गरेर चाहिँ पार्टी सङ्गठन विस्तार गर्न म चाहिँ यो हुँ उनीहरू यसा हुन् भन्ने समय चाहिँ छैन। देशलाई चाहिँ सबल पार्न र देशलाई सक्षम बनाउनको लागि तपाईँहरू सबै मिल्न जरुरी छ। त्यही भएर मिल्ने कोसिस गर्नुहोस्। अझै पनि हामी 3 करोड नेपाली जनताहरूको आशा अपेक्षामाथि पानी नफेर्नुहोस्। हाम्रो आशा तपाईँहरू माथि नै छ। तपाईँहरूले काम गरेर देखाएको हेर्न चाहना छ। यदि काम गरेनौ भने तिमी संसदको कुर्सीमा गएका प्रधानमन्त्रीलाई पनि खिचेर चाहिँ रोडमा ल्याएर कारबाही गर्ने नेपाली जनता अब सबल र सक्षम छ। यो कुरा पनि हेक्का रहन जरुरी छ। कसैले चाहिँ भरम छरेर चुनाव जितेर कुर्सीमा बसेर चाहिँ तानाशाही प्रवृत्ति गर्छ भने त्यो तानाशाहीलाई कुर्सीबाट घुँडा टेकाएर पनि रोडमा ल्याउने नेपाली जनताहरूले ल्याकत राख्छ। यो कुराहरू हेक्का रहोस्।